पहिला पहिला हाम्रो समाजमा हाम्रो गाउँमा अझै पनि छ कति गाउँमा केही कुराको बारेमा जानकारी दिनु पर्यो भने त्यो गाउँको कचुवालले डाँडामा गएर सुन्नुहोस् है गाउँले हो आज गाउँमा यस्तो यस्तो हुँदैछ भनेर सन्देश दिनुहुन्थ्यो। अहिले पो धेरै मिडियाहरू भए, धेरै सञ्चार क्षेत्र अगाडि बढिसक्यो नेपालमा। त्यति बेला सञ्चारको काम गर्ने एउटा कटुवाल आज म तपाईको समीपमा छु। फेरि मेरो नमस्कार स्वीकार्नुहोस्। नमस्ते। मलाई त चिच्चाउनु पर्छ है स्टेजमा, ताली चाहिन्छ, कराउनु पर्छ, गाली पनि चाहिन्छ। यदि मैले गल्ती गरेँ भने तपाईले गाली दिनुपर्छ। तपाईकै माया, तपाईकै सद्भाव र तपाईकै प्रेरणाले आज यो स्टेजमा आउने अवसर पाएको छु। म सधैँभरि तपाईप्रति आभारी छु। मान्छे हेर्दा अचम्मका, मान्छे हेर्दा अचम्मका कुरा गर्छन् मिठा, जति हेर्यो त्यति राम्रा बागलुगेका ठिटा। वाह वाह, बागलुगका ठिटा भनेको त पक्क पर्यो कि ठिटी के कम छन्। म पनि त बागलुङकै बन्नेवाला भइसकेँ, दिपकजीले लैजान्छु भने होइन त। आई लभ यु दिपक। कता जानुभयो? माया गर्छु भन्दा हेर्दै हेर्नु हुँदैन। हामी गीतमा मात्रै, तर वास्तविक कहानी जेसुकै होला उहाँले मन जित्नु भयो भने लैजान पनि सक्नुहुन्छ। एम आई राइट? पछाडि हुनुहुन्छ, कहाँ छोड्नुहुन्छ? मन त कति पाकिसकेको छ है। धेरै धेरै धन्यवाद। मलाई अघि नाचेर पनि साथ दिनुभयो र सबैजना दर्शकलाई धन्यवाद दिन्छौँ। यहाँलाई म धेरै बेर खुलाउन चाहदिनँ, हामी रमाइलो गर्छौँ, समय धेरै छ। हामी साँझसम्म तपाईँको यो साथ चाहन्छौँ, साँझसम्म रमाइलो गर्छौँ। भोलिका दिनमा पनि हामी तपाईँको साथमा रहन्छौँ। आज विशेष प्रस्तुतिको रूपमा, विशेष आकर्षणको रूपमा हिजोदेखि तपाईँको माझमा हुनुहुन्छ नेपाल टेलिभिजन मात्रै नभएर धेरै च्यानलहरूमा हामीले उहाँको अनुहार देखेका छौँ। कति बेला हामी माझ विविध प्रस्तुतिहरूबाट आउनुहुन्छ। हामी माझ यति बेला झ्याइ कुटी झ्याइ, कतिजनाले हेर्नुहुन्छ? हात उठाउनुहोस्। झ्याइ कुटी झ्याइ। पछाडिबाट कतिजनाले झ्याइ कुटी झ्याइ हेर्नुहुन्छ? सुन्नु भएन कि भनेर अलि चिच्याएको। जे होस्, धेरैजनाले हेर्नुहुन्छ। झ्याइ कुटी झ्याइका पात्र मध्ये अत्यन्तै लोकप्रिय, अत्यन्तै चर्चित पात्रहरू जसलाई म अत्यन्तै क्रिएटिभ म्यान भन्छु, जसले धेरै समाजमा भएका कुराहरूलाई क्रिएट गर्न सक्नुहुन्छ, क्याच गर्न सक्नुहुन्छ, समात्न सक्नुहुन्छ अनि ती कुराहरूलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्नुहुन्छ। जो कहिले त्यो प्रहार हाम्रो नेताहरूलाई लागेको हुन्छ, कहिले हाम्रा समाजका बुद्धिजीवीहरूलाई लागेको हुन्छ, कहिले व्यापारी वर्गहरूलाई लागेको हुन्छ। घरिघरि उहाँहरूलाई छटपटाउन हाल्नुहुन्छ आफ्नो व्यङ्ग्य मार्फत। वास्तवमा उहाँले जति व्यङ्ग्य गर्नुहुन्छ त्यो वास्तविक व्यङ्ग्य रहन्छ। त्यो व्यङ्ग्यभित्र कहिलेकाहीँ हाँसोका फोहराहरू फुट्छन्। कति बेला हामीलाई संवेदनशील बनाउँछन् तिनै शब्दले, तिनै प्रस्तुतिले। आज उहाँहरूले एउटा बेग्लै किसिमको प्रस्तुति, कहिलेकाहीँ राष्ट्रभक्तिसँग ओतप्रोत रहेर राष्ट्रसँग साइनो गाँसेर हामीलाई मिठा प्रस्तुतिहरू दिनुहुन्छ। आज मलाई थाहा छ उहाँहरूले शिशु गणतन्त्र नामक एउटा हास्य प्रस्तुति यहाँ प्रस्तुत गर्दै हुनुहुन्छ तपाईँको समीपमा। म धेरै नबोलिकन त्यो शिशु गणतन्त्रभित्र ग्ल्यामर यानि कि रमाइलो कुराहरू पनि हुन सक्छ, तपाईँले सहज रूपमा लिनुहुनेछ। त्यसभित्र सामाजिक विकृतिहरू पनि हुन सक्छन्, त्योभित्र सन्देश पनि हुन सक्छ। हाम्रो समाजका, हाम्रो देशका सबै वर्गलाई लक्षित गरेको एउटा समग्र प्रहसन हो त्यो। यति बेला म स्टेजमा ढिला नगरी निम्ताउँछु तिनी झ्याइ कुटी झ्याइका अत्यन्तै लोकप्रिय कलाकार जसलाई हामीले झ्याइ कुटी झ्याइ भनेर चिन्ने गर्छौँ, यानि कि दमन रूपा खेती। मस्ट वेलकम टु दमन रूपा खेती। दमन रूपा खेती ताली बजाएर सम्मान दिनुहोस्। म त छक्क परे। यस्तो एउटा कार्यक्रममा गएको हेर्नुहोस्, यो बाबा म हारेको मान्छे हो भनेर हात जोड्दा जोड्दै पनि प्रमुख अतिथि कुर्सीमा ड्याममा राखिदिए अरे, मलाई लगाइदिए अरे, अबिर भइदिए अरे।
फेरि यो माला लगाएपछि हेर्नुहोस् अर्को बेगर जस्तो लाग्छ श्रीमती पनि महिनामा 3 महिना है कति महिना भयो खै आउँदिन मैले जे यस्तो भयो भने फेरि अर्को बिहा गर्ने त्यति सहिलो छ भन्ने ठान्नु भएको छ कम्ती गाह्रो छ के अरे उहाँ फेरि आजकलका ठिटीहरू कस्तो छन् थाहा छ गीत एउटा सुनिन् त हल्का आजकलका ठिटीहरूलाई अंश चाहिन्छ रे आजकलका ठिटीहरूलाई अंश चाहिन्छ रे बेबी खान गएपछि बोयफ्रेन्ड पाइन्छ रे होइन भने कलिलो तामालाई बाले आमालाई कलिलो तामालाई बाले आमालाई के याद राख्छ बाले आमालाई 40 वर्ष अगाडि बिहे गरे भने फेरि सबै कुरो मैले भन्दा के रे के भन कुरै बुझिन के भन सबै कुरो मैले तपाईँलाई सिकाइरहनुपर्छ कतिपय कुरा त आफै बुझ्नुपर्छ नि खै अहिलेसम्म मलाई कसैले केही सिकाएन तैपनि मेरो छोरा यत्रो भएको छ कसैले सिकाउनै पर्दैन के अरे भनेर यसो हेरेको त आफ्नै भतिज मरेको रहेछ लाग्दालाई यहाँ ब्याङ हाने सन्चै हुन्छ विषय त थाहा छैन यो बोको को हो गराएको यता यता रमाउँछ आफ्नै काकालाई चिन्दैन कालो चस्मा लगाएको मान्छे कालो छिल्लिएको मरो आफ्नै काकालाई चिन्दैन अरे तैँले अहिले के गरे अब देशको स्थिति यही हो ओए के पर्छ हल्का एक्सर्साइज जिउ तगडा बनाइरहनु पर्यो नि त अनि त्यो एक्सर्साइज गर्नलाई पनि यसरी हिन्दी गीत बजाएर आँगन उथल गरी नाच्नुपर्छ तँलाई किन नाच्नुहुन्न त जति पनि हिन्दी गीतमा नाच्नुहुन्छ पूर्व मेचीदेखि पछि महाकालीसम्म नेपालको सिमाना अतिक्रमण हुँदा पनि हाम्रा देशका नेताहरू बन्द कोठामा बसेर चाहिँ खसीका छापा चुसेर बस्न मिल्छ एउटा मास्टर जस्तो मान्छेले आफ्नै छात्रलाई हत्या गरेर अपहरण गरेर टुक्रा टुक्रा पारेर काटेर फाल्न मिल्छ भने म जस्तो बाल बबुरोले हिन्दीमा नाच्न मिल्दैन भन्ने किन शास्त्रमा छ दिल्ली जानला नगरा सिल्ली अनि तँलाई किन जानु पर्यो त दिल्ली अब त्यस्तै कुरो छ गोप्य कुरो छ के किन नेपालको ठुलै नेता जस्तो गोप्य कुरो छ भने दिल्ली सल्लाह गर्न जानु है मलाई खुरुबन त दिल्ली चाहिँ किन जाला अब हाम्रो पूर्व उपराष्ट्रपतिले नि हिन्दीमा संविधान खाए तिनलाई फेरि उपराष्ट्रपति बनाउनलाई चाहिँ नेपालीमा संविधान मिल्छ मिल्दैन भनेर यिनीहरूलाई सोध्न जानु लाग्यो दिल्ली ठुलो कुरो गरी बुढोले बुझेन टुवा पर्यो तपाईँहरूले कस्तो बुझ्यो फेरि ताली बजाएर कस्तो के कहीँ जानु पर्दैन उमेर पनि भयो बेला बेनी भयो बिहे गर्ने घरसम्म बस्ने घरै बस्ने अब अरू जे गर भने नि गर्छु तर बिहे चाहिँ कस्तो लाल लाग्छ गरिदिनु भयो कति ताली बजायो बोल्नुहुन्न बातै पछि ताली ड्याङ ड्याङ ठुलो मान्छे ठुलै मान्छे अरू सबै गर्ने बिहे चाहिँ किन नगर्ने त बिहे गरेर के गर्नु जनसङ्ख्या भात त बढ्छ
बिहे गरेपछि जनसङ्ख्या बढे चाहिँ ओइ डाका हजुर बिहे गर्ने बित्तिकै वा त जनसङ्ख्या बढ्नुको कारण लोड सेडिङ अनि लोड सेडिङले कसरी वा त जनसङ्ख्या बढ्छ किन हात त बढ्दैन त लोड सेडिङ जनसङ्ख्या अब लोड सेडिङ भएपछि अँध्यारो हुन्छ अँध्यारो भएपछि टाटुकोबाट खानासाना खायो अनि त्यसपछि त्यही त हो नि अनि त भात त चन्दिने मात्र मोनी होस् कि अत्याचार होस् कि बन्द होस् कि त्यो नेपाल बन्द त्यो छेड्दैन अनि त के अरे मलाई बुढा के अरे आज ए बुढा मलाई किन थुक्या मैले तँलाई थुकेँ अनि कसलाई थुक्या त्यो लोड सेडिङलाई लोड सेडिङ गराउने प्राधिकरणलाई विश्वको जल स्रोतको दोस्रो धनराज नेपाल भन्ने को हो त्यसलाई थुक्या भनेर खुद पनि मैले तिमीलाई थुक्या त बुढा कसले थुक्या मैले त म आफूलाई निहुरेर थुक्या हो जिन्दगीमा पहिलोपल्ट तैँले आफ्नो मूल्यको नाफै गरिस् के अरे मतलब तैँले आफैले किन थुक्या भाउ बिएमआईमा डक्टरी पढ्न पाइनँ भनेर थुक्या डक्टरी पढ्न पाइनँ भने थुक्या अँ अनुहार हेर्दा कन्डक्टर जस्तो किन डक्टरी पढ्न पाइनँ सेम थियो तँलाई फेरि त्यो डक्टरीमा किन पढ्नु पर्यो जियर पैसा त्यही डक्टरीमा रहेछ नि त बुढा क्यास डक्टरीमा रहेछ अँ के रहेछ भाउ त्यो डक्टरीमा लोड सेडिङको ह्याङ छ गर्भपतन गराउन जानेको क्लिनिकमा ग्याङ छ अस्ति यसो त्यो काठमाडौँमा हुँदा त्यो प्रसिद्धिगिरी के लग्दै थियो यस्तो प्लास्टिकमा केटीहरूको गएर देखेँ त त्यही भनेर ओइ हजुर तैँले सिधै कुरो गरे हुन्थ्यो त्यो बाबुबाट गोलबाट जस्तो त घुमाएर खटाएर खुट्नु पार्ने जस्तो कुरा नगर्नु भयो सिधै कुरा गर न अनि बल्ल बुझ्छु क्या म कुरो पराठै छ काका के छ डाँका अँध्यारोको प्रोडक्ट ड्याम पार्न जान्छन् क्लिनिकमा श्याम डटोले टन्न गाँठ लिँदै त्यो ड्यामलाई श्याममा फुत्त फ्यात्त भयो त लोड सेडिङ ओइ तैँले काकासँग यस्तो उत्ताउलो कुरो गर्नु तँलाई लाज लाग्दैन त्यही लाल लाग्ने भएर त पुरै शरीर छोप्ने लुगा लाएर आएको नत्र भने त नेपालको हटकेक नायिका रेखा थापा जस्तो अलिकति मात्र लुगा लाएर आउँथ्यो नि बेलामा त्यो बेला फेरि के बोल्यो भने यहाँ पाउदेखि जिउसम्म आङसिरिङ्ग भएर ए बुढा तपाईँले चाहिँ पाउदेखि शीर्षमा किन आङसिरिङ्ग लाने रेखा थापाको नाम लिन्छ त भाउ तैँले चिल्ले बुढो कत्र जानु भने चिल्ले तर अहिले एउटै भन्छ बोल खोल्छस् ल काका आउनुहोस् एउटा म मजाको गीत सुनाउँछु तपाईँलाई बुझ्नु तैँले गीत गाउने मैले गीत गाउने यो बाजा पनि बजाइदिन्छु अब तैँले जहाँ पाइ त्यो गीत गाउनु Thank you. I'm going to sing and the waiting and English will drop on it. Yes. मैले भन्ने चाहिँ तैँले जहाँ पाइ त्यही गीतै गाउने हुन् आफू सस्तो मान्छे बन्ने हुने क्या भनेपछि हेर्नु त मेरो स्वरको तारिफ त्यत्र मान्छेको नगरे पनि यिनले त गरे नि भयङ्कर कलाकार रहेछ नि किन काका मैले यहाँ चाहिँ गीत नगाउनु पर्ने तैँले त भाउ रेडियोमा गएर गाउनुपर्छ रेडियोमा किन नि त्यहाँ बन्द गर्नु मिल्छ बन्द गरेर कि सुनाएर खोलेको गीत सुन्नु के कान थुनेर सुन्ने भयो कान खोलेर कान कहिले पनि सुनिँदैन जहिले पनि खुलै हुन्छ ल सुन्नुहोस् म्युजिक अहिले पहिला म्युजिक नभन्नु है एकैछिन जस्ट मिनट वेट इङ्ग्लिस बुझ्नु भएको कस्तो जिद्दी छ भने आफूले भनेको काम नगराइ सिकाइ हुने म त एकदम जिद्दी हो
जे हुन्छ दसैँपछि हुन्छ कुरो बुझ्यो हो यही एउटा शब्द अन्त यो थर्र भनेर राख्छस् जे हुन्छ दसैँपछि भन्छ सुन सुन बुढा धेरै ब्याग छ त्यस कुरा क्या सोच आफ्नो राग सुनेर आफै छक्क पर्छ यार के भयो खुर्सानी राग हो तिम्रो राज गीतको राग साना साना काममा बुढा दङ्नु पर्छ नि के मलाई अचम्म लाग्यो तिमी फुलै कस्तो छ गाउँलाई सबै स्तब्ध तिमी फुलै फुलको फरिया लगाऊ फुलै फुलको चोली लगाऊ फुलै फुलको बिछौनीमा आधा सुती आधा जाऊ तिमी फुलै फुलको फरिया लगाऊ फुलै फुलको चोली लगाऊ फुलै फुलको बिछौनीमा आधा सुती आधा बिउ जाऊ यस्तो भन्ने गीत हुन्छ अनि कस्तो छ अब आइमा र केटीहरूले फुलै फुलको फरिया र चोलो लाउन थालेपछि भाउले के चढाउँछ त्यो त बुझ्नुपर्छ नि सबैले बुझिहाल्यो नि त्यही चलाउनु नि पेटीकोट सेटी मलाई ठिकै छ मान फुलै फुलको फरिया र चोलो लाए आजै टिपेको फुलले त्यसमा 4 दिनपछि के गर्छ फुल सकेपछि फुल सुकेपछि यस्तो गीत हुन्छ कसले आयो यो राइटरले ल्याएको मैले जाने ए काका जे जस्तो पनि मैले गीत गाएँ है तपाईँलाई यस्तो गीत मन पर्दो रहेछ त्यसै त्यो एउटा गीत गाउँछु नि त ल पुरानो है एकदम यस्तो मैले साल स्वर तानी तानी यहाँ पल्टीदेखि निकालेर गाइरहेको छु कुरो गर्नु यो गीतलाई चाहिँ नि हाम्रो यो पारामा चाहिँ नि हाम्रो जब सन्देह हुन्छ गायक योगेश्वरमा त्यसले गाउनु भने कसरी गाउनुहुन्छ सुन्नुहुन्छ काका नसिनीसँग घरमै बस्दैन छ ल भन्नु त वारी जमुना पारी जमुना जमुनाको फेदैमा मनोकामना जब के छ अब बोलाउनु चित्त नि त्यो गिटार छ के छ के हुन्छ यहाँ चनै छ देखाउनु मिल्दैन कि त्यो निकाल कति पैसा हुन्छ सुरुमै भन्छ ला जे भयो नि मलाई हटाएको म चाहिँ लाएँ कहाँ दिल्ली नगर जेसुकै पनि म गएँ ए हो त कहीँ जानु पर्दैन जे गर्नुपर्छ तपाईँ म यी नेपालमा गर्छु मसँग पावर छैन भनेपछि के हामीलाई त्यहाँ त्यो एउटा काका हुनुहुन्थ्यो बुढा काका हामीले त्यो खानासाना खुवाउनु भएको थियो गोलगेटमा उहाँ काका समाजसेवीको पावर देखाउनु है क्या हो होइन बाउ होइन त होइन अनि के त नेताको पावर होइन बाउ कहाँ नेता पावर हुन्छ अनि त्यसपछि के त मन्त्रीको पावर होइन मन्दिर पावर पनि होइन हारे प्रधानमन्त्रीको पावर तपाईँ होइन बाउ भनेपछि के होला के पावर त्यो मान्छे विदेश लगेर छोडेर आउने त्यो मेन पावर होइन अनि के पावर त ए यो चस्माको पावर चस्मा पावर ल हात मान्छेमा बन्द म त लाग्यो घरभित्र गोपीको र खानुमा पारिहाल्यो नजा भनेर मान्दैन के हाल्नु दिल्ली जतिखेर दिल्ली जान्छु भन्छ एक दिन यो पनि ठुलो मान्छे बन्छु भन्ने आशै छ त्यसै साथ नछेडाएर मैले अब हेरौँ त्यतिखेरसम्म पनि अब बुढी आउने चाल्नु भएन एउटा दिन जाइदिएपछि अनि ए फेरि एउटा हल्का सुन्न त ए कति राम्रो गोलकोटा सहारा गोरु भन्दा तगडा पारा सारा पानी घाटामा
बडबडाइ फर्किँदा चान्सै भएन कति ठुलो पेट भएको आउँदा आउँदै घरैमा बुढासँग भेट भएको कति ठुलो पेट भएको बुढासँग भेट भएको मै काइली काटे होइन म त फेरि छक्क परे ए मेरी बुढी कति ठुलो बुढी नगराउ न आफूलाई यहाँ कस्तो गाह्रो भइरहेछ गाह्रो भयो खै कहाँ गाह्रो हेरौ त के गरेको यतिका मान्छेहरूले हेरिरहेका छन् लाज लाग्दैन बुढाबुढी केसमा खासै लाग्ने कुरा त मलाई थिएन होइन अनि यो के भएको म त अचम्मै परेँ के भएको यो यो भएको होइन के बुढा बुढा यो त बोकाको पो त बोकाको भनेपछि दसैँको बोको पनि गतिले भेटिस् बढी नगराउ न आफूलाई यहाँ कस्तो गाह्रो भइसक्यो गाह्रो भइहाल्छ नि मैले अलिअलि कुरा त बुझेँ 2 महिना गरेर के माइत बसिस हेर्नु त यसो कतै ओइ तल यो बुढी कसले बगा मलाई नडटी अन्त अब यहाँ मलाई ठाउँ ठाउँ छिर्छ मान्छेलाई कसले बगा भने कसले हुनु नि अर्थमन्त्रीले अर्थमन्त्रीले होइन मन्त्री हुन बा 5 महिना अघि 6 महिना भएको छैन यत्रो विनाश गर्न भ्याइसकेको छ त्यसले ओइ तपाईँ त अर्थमन्त्री अर्थ कति भन्दा नडाके धेरै भएको छैन 2 महिना त भयो नि 2 महिना यति ठुलो टाइम जान्थे अनि पिउनको हो र के अरे अनि के त पिउनको हो र सानो हुनलाई अर्थमन्त्रीको अर्थ पो त अरे भगवान प्रभु मलाई बचाउनुहोस् है तपाईँले अर्थमन्त्रीको 2 महिनामा यत्रो जनसङ्ख्या मन्त्रीको भयो कत्रो भन्नुहोस् त ओइ अब म सिधै त्यो मेरो जारका गयो किन जारी त लिनै पर्यो नि तँलाई छोड्ने भएपछि होइन जारी पनि कतिलाई दिइ बक्सिन्छन् उहाँले मलाई मात्रै हो र सबैलाई बोकाइ बक्स्या छ के रे जारी पनि कतिलाई दिइबक्छ र उहाँले मलाई खाटाडो सौदा त्यसलाई त बक्सिन्छ भन्ने त ओइ सबैलाई बगाएको छ त्यसले हो त भनेपछि 2 महिना सबैलाई घाए त्यसले ओइ त्यो मलाई तुरुन्त त्यो भुँडी देखा न त तेरो बुढी 50 पुचुत मलाई शङ्का लाग्यो अर्काको नाटो यो अर्का लड्की देखाउनुहोस् तिमीले देखा भन्नै पर्दैन नि म देखाइहाल्छु नि देखाउने मैले साँच्चै कसरी देखाउने नै हो त खै देखाउने ल देखा ए बुढा देखाउने नै हो त देखायो भने चाहिँ उहाँहरू हेर्ने भने पैसा देखाइदे ल म हेर्दिनँ देखाइदिनु मेरो बुद्धि आर्थिक वर्ष 2066-67 को बजेट धन्य उल्टो चाहिँ खत्तै भएन ल के भयो अघिसम्म त पृथ्वीको चित्र जत्रो यत्रो अन्त फसा खुसुक्क होइन हावा मात्रै बुझ्यो खै त बुढी जति त उनीहरू आफैले खान्छ नि हावा मात्रै जनतालाई दिन्छन् देखेनौ अर्थमन्त्रीको अर्थ चाहिँदैन आउन यस्तो अर्थ बुढी यहाँ अघिसम्म कुरा हल्का छाडा भित्री कुरा रहेछ गाडा हजुर बचाउनुहोस् हजुर बचाउनुहोस् ल हजुर बचाउनु पर्यो हजुर बचाउनु पर्यो ए हजुर के हेर्नु पर्यो यहाँ बचाउनु पर्यो हजुर बचाउनु पर्यो को यो को है के हो भाइ मेरो बच्चा मर्न लाग्यो हजुर त्यही भएर बचाउनु पर्यो हजुर मान्छेको कि मुसा छरायो खानै नपाए कस्तो बचायो के भयो भाइ खानै पाउँदैन यसले खानाको त परै छोड्नुहोस् हजुर यसले आमा दुध समेत च्याप्नु पाउँदैन हजुर यसले जन्म त लियो तर हुर्कन अस्ताउन कहिले पाएन हजुर
अनि यो बच्चा कहिले जन्म्या मरण क्यासे रहेछ यो 2063 साल वैशाख 11 गते जन्म्या हजुर। त्यति बेला सबैले यसलाई लोकतन्त्र भनेर नाम राखे। पछि यसको नारा गरेर हजुर सबैतिरबाट गणतन्त्र भयो। गणतन्त्र भनेर बोलाउन त थाले हजुर, तर यो कहिल्यै पनि हुर्कन भौँचाउन पाएन। घरि यताबाट तान्छन्, घरि उताबाट तान्छन्, घरि यताबाट निचर्छन्, घरि उताबाट निचर्छन्। त्यही भएर यस्तो गति भयो हजुर। भनेपछि यो बोल्न पनि सक्दैन। खै हजुर 2 वर्ष भित्रमा संविधान भन्ने भिटामिन खुवाउँछु भनेर मुखमा माड लगाइदिएका छन्। त्यसमा पनि परिवारमा सदस्यहरू यस्ता छन् हजुर, कोही जङ्गली, कोही तस्करी, कोही भ्रष्टाचारी, कोही अत्याचारी हजुर, कोही हरुवा, कोही भडुवा, यी सबै कपरे हजुर चित्तेर मेरो शिशु गणतन्त्रलाई हजुर। त्यही भएर हजुर यो बच्चा हेर्नुहोस् त यस्तो अवस्थाको भयो। यसलाई रगतको खाँचो छ हजुर। रगत कसैले दिँदैन हजुर मेरो शिशु गणतन्त्रलाई। मेरो बच्चा शिशु गणतन्त्र बचाउनको लागि म कहाँ जाउँ, कोसँग रगत माग्न जाउँ? कस्तो बुद्धि नभए पाएको पनि यही शिशु गणतन्त्रको नाममा धोनी जगाएर बसेको घरमा जाने न लाटाले बाङ आएर ढोका बढाएमा भरिदिनुहोस्, सिंहदरबार जानुहोस्, बालघाट जानुहोस्, अनि जानुहोस् सिधै लिनुहोस् ल। खबरदार, म त्यस्ता भ्रष्ट कुर्सी लुलुक्तामा बस्ने जुका रूपी भ्रष्टाचार पसाहरूको रगत हालेर मेरो शिशु गणतन्त्रलाई बिउजाउन चाहन्न हजुर। यत्रो गम्भीर कुरो गर्दाखेरि कसरी बाबा पनि म एउटा यस्तो नेपालीको रगत हाल्न चाहन्छु हजुर, तर खोइ कहीँ पनि भेटिँदैन। जसले अन्याय अत्याचार बन्द गरोस्, संविधान 2 वर्षभित्रमा लेख्ने कुरा पुरा गरोस्, नेपाली जनताहरूलाई सधैँ शान्ति दियोस्, अँध्यारोबाट हटाओस्, शान्ति सुव्यवस्था कायम गरोस्, महँगी हटाओस्, त्यस्तो राष्ट्र सेवक नेपालीको रगत हालेर मेरो शिशु गणतन्त्रलाई बिउजाउन चाहन्छु हजुर। तर खै कहाँ छ, कोही बोल्दैन। म दिन्छु भनेर पनि भन्दैनन् हजुर रगत। यदि तपाईँहरू दिन चाहन्छ भने यो मेरो बच्चाको रगतको ब्लड ग्रुप हो नेपाल ब्लड ग्रुप, चाइना ब्लड ग्रुप र इन्डियन ब्लड ग्रुप काम लाग्दैन हजुर। यसलाई सच्चा नेपाल ब्लड ग्रुप चाहिन्छ। कसले दिन्छ? अब के गर्नुहुन्छ बा? अब देशलाई माया गर्ने, देशको सिमानामा ज्यानको बाजी लगाएर परदेश बस्ने अब हामी बुढाबुढीको रहर हुँदैन होला। हो हजुर, तपाईँहरू जस्तै देशभक्तको रगत चाहिएको छ। तर तपाईँहरू के दिनुहुन्छ? शिशु गणतन्त्रलाई बचाउनुहुन्छ? तपाईँहरू दिन सक्नुहुन्छ नि? आउनुहोस्, हात फिजाउनुहोस्। म दिन्छु बा। मेरो रगतले गर्दा शिशु गणतन्त्र बाँच्छ भने रगत म दिन्छु। कैयौँ नेपालीहरूले दिन्छन् रगत। आउनुहोस्, शिशु गणतन्त्रलाई जोगाउने हामी नेपालीहरूको जिम्मा हो, कर्तव्य हो। लिनुहोस् बराबर, तान्नुहोस् रगत, मेरो शरीरबाट भएपछि रगत तान्नुहोस्। बा म पनि दिन्छु। आउनुहोस् हजुर, यहाँ बसौँ। अलि चल्न थाले मेरो बच्चा। हामी नेपालीको बच्चा, विश्वमा उदाहरणीय बच्चा। हल्लो 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 बोल्न बाबु, बाबु गणे बोल्न। देशले रगत मागे मलाई पनि चढाओ, रुदिन मेरी आमा उन्हें पाली की छोरी। रुदिन मेरी आमा उन्हें पाली की छोरी। देशले रगत मागे। का जाउँ भइरहन्छ
मन डुलेको छ भन्ने गीत गाएर तपाईँहरूको मनमुटुको कुनामा अनि त्यो कुनाको पनि जुनामा बस्नुभएका आदरणीय दाई ऋषि अधिकारीलाई आफ्नो गायन प्रस्तुतिका लागि हार्दिक हार्दिक अनुरोध गर्दछु। आफ्नो गायन प्रस्तुतिका लागि आउँदै हुनुहुन्छ राष्ट्रिय कलाकार राष्ट्रका गहना आदरणीय वरिष्ठ कलाकार वरिष्ठ गायक दाई ऋषि अधिकारी। ऋषि अधिकारीलाई जोरदार तालीले स्वागत गरौँ। जोरदार ताली। आज पुनः दोस्रो पटक चाहन्छु दोहोऱ्याउन चाहन्छु विष्णु गराउनु भयो। धान्जुलेको छ म एउटा गाउँमा जन्मेको किसानको छोरा। मैले उमेरको 17 वर्षसम्म किसानीमा बिताएको हो। पोखराको सुइखेत गाउँमा जन्मेर म यो मेहनतले बल्ल बल्ल खान पुग्ने परिवारको छोरा हो। मेरै गाउँ रस्ती बस्तीमा हो। त्यही कुराहरू यहाँहरूसँग प्रस्तुत गर्ने हो। हामी धेरै किसानहरूका खेत खुला माथि हुन्छन्। मैले बस्छसँग त्यही परिवेशमा त्यही भोगाई देखेर मैले खुला माथि खेत धान फल्छ फल्दैन भोकै पेट गीत बनाएको हो। त्यही गीत विद्युतीय सञ्चारको माध्यम मार्फत यहाँहरू समक्ष पस्नेको धेरै वर्ष अगाडि जतिखेर मेरो बारीका रेखी पनि बसेका थिएनन् त्यो त्यति सफल रहेनन्। आज यो गलकोटमा विशेष गरी देव साहनीज्यूले जुन बोलाएर यहाँहरूसँग भेट्ने अवसर दिनुभयो यो सकेपछि बहुत रमाइलो लागिरहेको छ। निकै आनन्दको अनुभव। यहाँहरू सबै दसैँमा भुल्नुभएको छ। मेरो घर परिवार पनि दसैँमा मेरो आमाले छोरा कहिले आउँछ भनेर धेरै धेरैहरू गीत गाएर यहाँहरू समक्ष बिदा हुने मन छ। धेरै के बोलौँ धेरै कलाकारहरू अरू पनि हुनुहुन्छ। अहिलेलाई मैले त्यही हाम्रो गीत हामी किसानहरूको गीत
धन्यवाद छ यहाँलाई। म धेरै नाच्ने गीत भन्दा पनि मैले अघि भने म बहुत सिरियस परिवारमा जन्मेको एउटा सदस्य भएको हुनाले म यस्तै सिरियस गीत पनि प्रायः गाउँछु। आगामी फेरि गाउँला। अहिलेलाई एकैछिनलाई दिनुहोस्। नमस्कार। धन्यवाद ऋषि अधिकारी दाईलाई। उहाँले अहिले साला भनेर एकदम हाम्रो ग्रामीण समाजको यथार्थ वस्तु सफल हुनुभएको छ र आज गलकोटको यो ठाउँमा आएर हाम्रो पवित्र भूमिलाई पवित्र पारिदिनु भएको आएको छ। यति बेला स्वतन्त्र विद्यार्थी युनियन गलकोट बहुमुखी क्याम्पस हटिया दिन हजुर उपरोक्त सम्बन्धमा धौलागिरी जीप व्यवसायी समितिबाट सञ्चालित बागलुङ बुट्टिबाङ सडक खण्डका सवारी साधन सुलभ भाडादार कायम नभएसम्मको लागि सम्बन्धित सडकमा अनिश्चित कालको लागि जीपहरू सञ्चालनमा रोक लगाइन्छ तथा सम्पूर्ण महानुभावहरूमा जानकारी गराइदिनु हुन अनुरोध गर्दछौँ। सचिव सुनिल कुमार कुँवर, त्यसै गरी स्वतन्त्र विद्यार्थी युनियन गलकोट बहुमुखी क्याम्पस हटियादिन बागलुङका सभापति हुनुहुन्छ मनबहादुर खत्री र तपाईँहरू सम्पूर्णका लागि यो जानकारी पनि छ। यदि तपाईँले कतैबाट यस्तो ठगी गरेको थाहा पाउनु भएको छ भने यहाँ एउटा अर्को पनि एउटा घडी भेटिएको छ। यहाँ लिन सक्नुहुन्छ कसैको घडी हराएको छ भने। धन्यवाद हजुर। अब फेरि पनि हामीले रित गाँसेर तपाईँसँग गीत गाँसेर यति बेला बिचमा छ र समाज कल्याण युवा क्लब तपाईँहरूलाई सम्पूर्णलाई फेरि पनि त्यसका लागि हाम्रो अत्यन्त विकट ठाउँ सुदूरपश्चिमाञ्चलगत पर्ने सुर्खेत जिल्लाबाट आएर पहिलोचोटि पाइलट टेकेर आउनुभएका महान गायिका हुनुहुन्छ उहाँ।
धन्यवाद। विशेष पहिचान बनाउन सफल हुनुभएका कलाकार रामजी खाँडलाई तपाईहरूको विशेष ताली मार्फत स्वागत गर्न चाहनुहुन्छ। आउने हुनुहुन्छ रामजी खान। थ्याङ्क यू। नमस्ते। विशेष गरी तन्नेरीहरूको लागि यो गीत यदि तपाईँहरूलाई कसैसँग माया गर्नुभएको छ, यदि प्रेम गर्नुभएको छ भने आफ्नो प्रेमिकाको लागि यो विशेष गरी मेरो तर्फबाट तपाईँहरूको तर्फबाट पनि भन्नै पर्छ र निष्ठुरीलाई मैले चाहिँ माया त गर्ने गर्छ सिकाउँछु। यो गीत यहाँ समक्ष राखेँ।
कुम्बार छन्दने साहुलेको गोली आकाला जसरी भानी मन मान्दैन एक गिलासमा पानी देउरालीको घटी पसला कुम्बार छन्दने साहुलेको गोली आकाला कुम्बार छन्दने साहुलेको गोली आकाला लाग्यो कस्तो लाग्यो ओके ठिक छ म एउटा गीत गाउँछु यहाँ समक्ष मेरो नयाँ एल्बम आउने गीत आउन लागेको एल्बमबाट यो नजरमा त्यो नजर ठोकियो ठुट्टु गर्ने हाले धड्कनै रोकियो बिडी सरको छ नहानाको हाय नजरको तिरले जो पाँचको छ त्यो नजर ठोकियो ठुट्टु गर्ने हाय धड्कनै रोकियो बिडी सरको राखेनी बनेर जता माया हाय लाग्छ कालेर बिडी सरको छ नहानाको हाय नजरको तिरले जो पाँचको छ राखेनी बनेर जता माया हाय लाग्छ कालेर बिडी सरको छ यो नयाँ गीत थियो अब आउने एल्बमबाट छोटो यहाँहरू समक्ष प्रस्तुत गर्छु